नमस्कार, आज मैले बनाना प्यानकेकको रेसिपी लिएर आएकी छु। यो छिटो र सजिलोसँग यो बनिने रेसिपी हो। यो बच्चाहरूको लागि हामीले बनाएर यो टिफिनमा पनि पठाउन सकिन्छ र हामीले यो ब्रेकफास्टमा पनि यसलाई बनाएर खान सकिन्छ। अब बनाउन सुरु गर्छौँ। यसको लागि मैले यहाँ 2टा पाकेको यो केरा लिएकी छु। त्यसै गरेर यो 1.5 कप दुध, 1.5 कप मैदा, 1 पिन्च नुन, 1 टीस्पुन बेकिङ पाउडर, 3 टेबलस्पुन चिनी, 2 टेबलस्पुन घिउ, यो दालचिनी पाउडर 1 टीस्पुन र ग्रेट गरेको कोकोनट 3 टेबलस्पुन। माथि हामीले यो सजाउनको लागि मैले यहाँ हनी र चेरी लिएकी छु। अब बनाउन सुरु गर्छौँ। एउटा भाँडामा मैले यो पाकेको केरालाई राखेँ र यसलाई मैले यहाँ म्यास गर्नेछु। यसलाई राम्रोसँग म्यास गर्नुपर्छ। यो मिक्सचरमा पनि हामीले यसलाई ग्राइन्ड गर्न सकिन्छ। यो राम्रोसँग म्यास भइसकेको छ। यसलाई साइडमा राखेर अब यो मैले यहाँ पिठोमा मैले नुन राखेँ। त्यसपछि यसमा बेकिङ पाउडरलाई पनि राख्ने। त्यसपछि सिनेमन पाउडरलाई पनि मैले यसमा राखेँ र चिनीलाई पनि यसमा राख्ने। स्वादअनुसार यसमा चिनीलाई पनि राख्ने र राम्रोसँग यसलाई मिक्स गरिदिने। यो राम्रोसँग मिक्स भइसकेको छ। अब यो मिक्स भएको यो पिठोलाई चाहिँ यो म्यास गरेको बनानामा यसलाई राखिदिने र राखिसकेपछि यसमा थोरै थोरै दुध राख्दै यसलाई मिक्स गर्नुपर्छ। यसरी थोरै थोरै दुध राख्दै यसलाई मिक्स गरेर यसलाई चाहिँ कुनै पनि लम्स नहुने गरिकन मिक्स गर्नुपर्छ। यसरी यो राम्रोसँग मिक्स भइसकेको छ। यो ब्याटर यतिको हुनुपर्छ। अब यसमा ग्रेट गरेको कोकोनट राख्ने र राम्रोसँग यसलाई मिक्स गरिदिने। यो राम्रोसँग मिक्स भइसकेको छ। यो ब्याटर रेडी भइसकेको छ। अब मैले यहाँ ग्यासमा प्यान बसाल्ने र यसमा घिउ अलिकति राखेँ। घिउ राखिसकेपछि अब यसमा चाहिँ मैले यो ब्याटरलाई यसमा राखेँ। यसरी ब्याटर राखेर अलिकति यसलाई फैलाइदिने। हाम्रो यो फ्लेम चाहिँ यो मिडियममा हुनुपर्छ। यसरी यो हामीले चाहिँ कसरी यो पाक्यो कि पाकेन भनेर कसरी थाहा पाउने भने यो माथि हल्का यसमा बबल्स आउन सुरु हुन्छ। यसरी बबल्स आइसकेपछि हाम्रो यो हल्का पाक्यो भनेर हामीले थाहा पाउनुपर्छ। यो छेउछेउमा पनि ब्राउन भएको छ। अब यसलाई चाहिँ हामीले पल्टाउनुपर्छ तल ब्राउन भएपछि। अब यसरी मैले यहाँ यसलाई चाहिँ पल्टाएँ। यसरी पल्टाइसकेपछि पनि हल्का तल अब ब्राउन भइसकेपछि यसलाई झिक्नुपर्छ। यो हल्का तल ब्राउन भइसकेको छ। यो हाम्रो पाकिसकेको छ यो प्यानकेक। यसरी नै मैले यहाँ यो प्यानकेक सबै बनाएर रेडी पार्नेछु। मैले यहाँ यो प्यानमा ब्याटर राखेँ। हामीले यो साइज चाहिँ सानो ठुलो जस्तो पनि हामीले बनाउन सकिन्छ। अब यसलाई पल्टाइदिने र यो फेरि तल ब्राउन भइसकेपछि यसलाई यहाँ झिक्ने। यसरी नै मैले सबै प्यानकेक बनाइसकेकी छु। अब यो प्यानकेकलाई प्लेटिङ गर्ने। मैले यो प्यानकेकमाथि मैले यहाँ हनी राखेकी छु। हनी, बटर, जाम
राखेर हामीले खान सकिन्छ। अब यो माथिबाट चाहिँ हामीले यो सजाउनको लागि मैले बनाना स्लाइस र क्याडबरी चकलेट चेरी राखेको छु। यो बनाना प्यानकेक बनाउन पनि एकदमै सजिलो र छिट्टो बन्ने खानमा पनि एकदमै स्वादिलो यो बनाना प्यानकेक चाहिँ बनेर रेडी भइसकेको छ।